आज चाहिँ मेरो एकदम यो फोन अड्याएर बोल्छु। आज चाहिँ मेरो एकदम बिजी हुने दिन हो। भर्खर उठ्यो। अब दिदी आज घरमा भएको दिन चाहिँ म एकदम बिजी हुन्छु। रेकर्डिङ सेकर्डिङ जानुपर्ने हो, कता कता हो, एकदम बिजी हुन्छ आज। यो बाहिर प्रोग्रामतिर गएको बेला मात्रै म फ्री हो क्या। अहिले चाहिँ पूजा गर्ने रेडी भइसकेको चाहिँ मैले भात सात खाएँ। अब च्याटा लाएर जाने हो। उहाँले पूजा गरिसक्नुहुन्छ। नानी त सानोमालाई पूजा गर्ने त भाँडो कहाँ गयो? अब म चाहिँ रेडी हुने हो, हल्का रेडी भएर जल्दी जाने हो क्या है त। यस्तै छ, एकछिन सुत्नु पर्यो। ए लाइदे मलाई हेर यहाँ, मलाई हेर्न यहाँ कस्तो दामी छैन भन्दैछु। यहाँ चाहिँ हाम्रो अर्को पुन्टे छ, पुन्टे पुन्टे घरमा बस्दा चाहिँ सुत्दैन बाहिर नाटेको म। हिँड्न छिटो बोले चलाउन भने आज एकदम बिजी छ नि, तपाईहरु थाहा छ कि छैन? आज त एकदम बिजी म। सेतो त पुरै सेतो भइस क्या। चप्पल चाहिँ कालो हुन्छ। अति नै फेरि कहाँ राता हिजो यस्तो सेतो भएर भनेर भन्छ नि। राम्रो छ। मैले त्यही सुनको बनाइदिए थिएँ पहिलो नम्बर रेकर्डिङमा आइसक्यौँ। यो त भूत जस्तो देखिन्छ नि त। भूत 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 सेतो भूत, सर्लक्कै सेतो मान्छे, सर्लक्कै सेतो मान्छे, सर्लक्कै कालो मान्छे। मारु नि काल्ची लागेको अवस्था छ। अब एउटा रेकर्डिङ सक्यो, अब चाहिँ हो अर्को रेकर्डिङतिर। अहिले त बर बिजी त नि बर बिजी भयो। ओइ त अब उडिहालेँ। यो महादेव तिम्रो सहारा। सिरमा हाथ दिन रात साथ भोलेनाथ। सिरमा हाथ को प्रेम धारा बग्छ सारा बात भोलेनाथको। शम्भो जय भोले शिव शम्भो, जय भोले शिव शम्भो, जय भोले शिव शम्भो। अब चाहिँ अर्को अब चाहिँ हिँड्दैछु बेला मैले यो बाटो बिक्री गरेको छ। अनि यहाँ चाहिँ हिँड्दैछु, हामी चाहिँ कमल पुगौँ यहाँ छ। अब चाहिँ अर्को रेकर्डिङमा चल्दैछ। अब त्यो सक्यो होला, अल्छी लागेर म ओला भइसकेको छु। सकेको अब योभन्दा धेरै म गरेको छु। यसले बढ्दा दिएको, तर मैले यही खाएको छु। ए हुन्छ, पहिला सुन्नु अनि के चित्त बुझ्यो नि फेरि गरौँला नि। ढुगा पनि खोल्दिन, ढुगा खोल्न है। अब चाहिँ हामी घर आउनुहोस् सर, आउनुहोस् हजुर, आउनुहोस्। फुल बिछ्याउ बिछ्याउ। अब चाहिँ घर आइसकेको छु। हल्का घर चाबी लाएर होइन, लु घर आइयो। माथिको यो हाम्रो चुइकिँदैछ पुन्टे। सल्लाहको सेतो मान्छे हिँड्नु हुँदैछ। राति हिँड्यो भने त डराउँछ नि। सर्लाक्कै सेतो मान्छे। ल आज चाहिँ धेरै गलियो, धेरै काम गऱ्यो। पर गलिएको छ बाली होला नि। ए यो चाहिँ गल्दिनँ। अब चाहिँ म यति नै हो। ल बाई बाई। तँलाई के भन्नु छ? अचार बनाउन व्यस्त छेस् भन्ने नि त। बाइची भन्दै नि त। सक्यो पुन्टे। ल साथीहरू, यस्तै यस्तै भ्लग बेला बेला हालिरहन्छु। त्यही भएर माया चाहिँ देखाइदिनु होला। सुनमा चस्मा लगाएर बिदा भएको थिएँ, आएको थिएँ। चस्मा लगाएरै जान्छु है। ल।